दर्शक नमस्कार, म विश्वास सुवेदी। दर्शक, पूर्व राजा ज्ञानेन्द्र शाहका नाति राजकुमार हृदयेन्द्र शाह हाल अहिले नेपाल आएका छन्। केही दिन अघि उनको नेपालको विमानस्थलमा केही तस्बिरहरू भाइरल भएका थिए। तस्बिर सँगसँगै अहिले उनको भिडियो पनि भाइरल बनिरहेको छ। भिडियोमा उनी निकै साधारण शैलीमा देखा परेका छन्। एक महिलासँग विमानस्थलबाट बाहिर निस्किँदै गरेको यो भिडियोले सम्पूर्ण नेपाली जनताहरूको ध्यान खिचेको छ। त्यसैले उनी अमेरिकाबाट केही दिन छुट्टी मनाउनका लागि नेपाल आएको भन्ने खबर फैलिरहेको छ। तर यता राजाका निकट व्यक्तिहरूले भने जेठ 15 गतेदेखि आन्दोलन गर्ने र अबको राजा हृदयेन्द्रलाई नै बनाउने भन्ने उनीहरूको ठोक्वा नै छ। जसमा उनी राजा बन्लान् या नबन्लान् त्यो आफ्नो ठाउँमा छ। तर उनी विमानस्थलमा यति साधारण पोसाकमा साधारण शैलीमा देखा परे कि यो देख्दा तपाई हामी सबै चकित छौं। जसमा राजपरिवारको सदस्य, त्यसमाथि पनि अबको हुनेवाला राजा भनेर जुन किसिमको चर्चा उनको छ, ती कुरा सुन्दा र सोच्दाखेरि त तपाई हामीलाई अचम्मै लाग्छ। किनभने अबको हुनेवाला राजा भनेर उनलाई राजपरिवारले नै अगाडि सारिरहेको छ र यस्तो बेलामा उनको ज्यान धनको पनि निकै सुरक्षा हुन आवश्यक छ र उनलाई लिनका लागि राजपरिवारका कोही पनि सदस्य त्यहाँ देखिएनन्। यो पनि एउटा अचम्मकै कुरा हो। सुरक्षा पन्तले भने अनुसार उनी निकै ह्यान्डसम नै रहेछन्, तर उनी हिरो बन्नका लागि जन्मिएका हैनन्, उनी यो देशको राजा बन्नका लागि जन्मिएका हुन् भन्ने कुरा नेपाली जनताले अबको जेठ 15 गते आफ्नो पावर देखाउनेछन् र जनताले उनलाई राजा अवश्य बनाउनेछन् भन्नेमा हामी ढुक्क छौं। त्यसैले तपाईहरुलाई के लाग्छ? के उनी राजा बन्लान्? के उनी राजा बन्न योग्य छन्? तपाईहरुको प्रतिक्रिया कमेन्ट मार्फत व्यक्त गर्नुहोला। खैरो टी-शर्ट, कालो प्यान्ट, सेतो जुत्ता र लामो कपालमा उनी हाँस्दै हाँस्दै बाहिर निस्किएका थिए। पल्याकपुलुक बाहिर यताउता हेर्दै उनी हाँस्दै निस्किएका थिए। पञ्चेबाजाको केही टोली भने त्यहाँ पुगेको रहेछ। उनलाई पञ्चेबाजा सहित स्वागत चाहिँ गरिएको नै रहेछ। तर राजपरिवारका कुनै पनि सदस्य त्यहाँ नदेखिनुले उनी कति निडर छन् भन्ने कुरा प्रष्ट देखाउँछ। त्यसैले राजपरिवारका नजिकका केही व्यक्तिहरूले एउटा गोप्य सूचना दिएका छन्। जुन सूचना हो, जेठ 15 मा हुन लागेको आन्दोलनमा 15 गते नै राजा गद्दीमा बस्ने र श्रीपेज लगाउने भन्ने छ। र अर्को कुरा के छ भने त्यो सम्भव नभएमा राजा आफै सडकमा आएर केही कुराहरू राख्ने बताइएको छ। अब 15 गते के हुन्छ त्यो भने हामीले हेर्न बाँकी नै छ।